लामो अवधि 3 वर्ष नभएर सञ्चालकहरूलाई 3 वर्ष रोक्ने, अरू सबलाई चाहिँ छिट्टै खोलिदियो भने पनि यी कुराहरूले चाहिँ काम गर्थ्यो, एउटा काम गर्न सक्थ्यो। दोस्रो कुरो सरकार कमजोर पनि छ, कमजोर सरकार भएपछि कमजोर नीति बन्छ। हेर्नुहोस् होइन, अब खोला नाला त सबै सरकारकै हो नि त। रियालिटीमा सरकारले नै हाइड्रो पावर बनाएको भए त हाइड्रो पावरका कम्पनीमा चलखेल हुँदैन थियो। हेर्नुहोस् होइन, अब हाइड्रो पावरका मालिकहरूलाई हाइड्रो पावर खोल तर सेयर बेच्न नपाई भन्दा उनीहरू हाइड्रो पावर खोल्दैन थिए। तपाईँहरूको सम्पत्ति 3 वर्षमै खोल्न पाइहालिन्छ, लकिङ पिरियड खोलिहालिन्छ अनि बेच्न पाइन्छ भन्ने हिसाबले अधिकांश हाइड्रो पावर बिजुली बेचेर भन्दा त्यहाँका मालिकहरू चाहिँ त्यो कम्पनीको सेयर बेचेर धनी बन्न नै आएका हुन्। क्लियर कुरा गर्ने भए चाहिँ, आँखा चिम्म गरेर कुरा गर्ने भए चाहिँ ध्रुव सत्य उनीहरू, म पनि त्यसमा काहीँ पार्टनर होला, मालिक होला होइन। मेरो पनि धारणा, मेरो कम्पनीले कति बिजुली उत्पादन गरेर देशलाई फाइदा दिन्छ सोचेको छैन। मेरो 3 वर्षपछि लकिङ पिरियड खोल्दा कति बजार भाव हुन्छ भनेर मैले पनि सोचेको छु। अरूको त कुरै नगर्नु, नेतै हाम्रो नेत नै सेयर बेचेर धनी बन्ने नै हो। क्लियर है कुरा, क्लियर होइन फेरि क्लियर भन्न त पाइयो नि त होइन, क्लियर भन्न पाइयो नि त। तिमी मलाई मन पराउँछ भने मसँग तिमीसँग डेटिङ जान पाउँछु भन्न त पाइयो, बलात्कार गर्नु पनि पाइएन त, मन पर्दैन भन्न पाइयो नि त। यो सेयर मैले आफूले पनि हाइड्रो पावरमा हालेको छु। मेरो हाइड्रो पावरमा हालेको कम्पनीले बिजुली कति उत्पादन गर्छ मलाई त्यस्तो भयङ्कर चासो छैन। अब लकिङ पिरियड कहिले खुल्छ त्यो सबभन्दा मेरो चासोको विषय हो। कस्तो क्लियर कुरा है, ध्रुव सत्य हो। रियल स्टोरी टाइममा छौँ हामी, यस्तो इन्ट्रेस्टिङ हुँदैछ भनिहाल्ने नि, कहीँ नभएको कुरा हुँदैछ आज। त्यही भएर हामीलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनु होला, लाइक गर्न, सेयर गर्न, सब्सक्राइब गर्न नबिर्सिनु होला। अब अलिकति थोरै सोधेँ नि त, त्यसो भए फर्स्ट नै कुरा गरेका थियौँ नि हामीले अघि कति। यहाँ हर कोहीको गुनासो छ क्या, सेयरले त मलाई पुरै डुबायो, चकनाचुरै पार्यो, मेरो घर गयो, खेत गयो, जग्गा गयो, जमिन गयो, सुन सबै बेचेँ, ऋण लिएँ, ब्याजमा तिर्न सकिनँ होइन, म त बर्बादै भएँ। एउटा गुनासो। अनि त्यो गुनासोलाई अलिकति चिरफार गर्दाखेरि निस्केको कुरा, हरेकचोटि रिटेल इन्भेस्टरहरू चाहिँ किन गलत समयमै सेयरमा छिर्छन्, गलत समयमै निस्किन्छन्, के हुन्छ त्यहाँ खासमा? यस्तो हुन्छ, यो बजारको मार्केटिङ नै बजारको हाईमा हुन्छ, अपमा हुन्छ, बुझ्नुभयो होइन। विभिन्न नेपालका टप मिडियादेखि लिएर विभिन्न अरबपति धनीहरूले पनि यो बजारको बारेमा माथि मात्रै बोल्ने हुन्छन्, तल बोल्दैनन्। हामी चाहिँ तलै बोलेका हौँ होइन। हामी आउनै पनि माथि चाहिँ बोल्दाखेरि मैले माथि बोल्दा गाली खाएँ। माथि बोल्दा चाहिँ के बोलेको थिएँ भने मैले अनलाइनमा पढाइरहेको थिएँ कोरोना कालमा। हेर्नुहोस् कोरोना कालमा बजार पनि बढ्दै थियो। मैले 27-28 त्यस बेलाको भनौँ त बढेको बेलामा पढाएको थिएँ। त्यही बेला नयाँ मान्छे सेयर बजारमा नआउनु भनेर पढाइदिएको थिएँ। हेर्नु त 27-28 हुँदाखेरि तपाईँलाई डुब्न सकिन्छ। यी बजारमा कमाएको पैसा रहेछ भने रमाइलोको लागि खेल्न आउनु होइन, इन्भेस्ट गर्न चाहिँ माथि नआउनु भनेर मैले 2800, 2900, 3000, 3200 जाने बेला पढाइदिएकै थिएँ। तर मान्छेले मलाई सामाजिक सञ्जालमा गाली गरे र त्यो अनलाइन पढाइको राखेको ठाउँमा गाली गरे। झापाली भएर तपाईँ मात्रै आफू धनी बन्ने, हामीलाई धनी बन्न नदिने भनेर गाली गरे। हेर्नुहोस् त, अनि बजार पछि घट्यो होइन। घटेपछि फेरि के भयो भने घटेको बजारमा सबै मान्छे डुबिहाले छिट्टै। अनि हामीलाई उकास दिनु पर्यो, बजार बढाउनलाई नै के चाहिन्छ भन्ने हिसाब गऱ्यौँ। तर सरकारले र पोलिसीले साथ दिएन। पोलिसी, सरकार र विश्व बजार वर्ल्ड मार्केटको सिनेरियोले पनि साथ दिएन। बजार डाउन भयो। डाउन हुँदा हामीले फेरि बोले गऱ्यौँ। 1800, 1900, 2000मा यतिसम्म बोल्यौँ, हिसाबै नगर्नु, त्यतिसम्म बोल्यौँ, गाली खाइकै बोलेको होइन। 2030 तिरको बजार थियो, त्यसबेला यस्तो एउटा कुरा बोलेको छु मैले, यदि अबको बजार 2000 भन्दा मुनि झरेको खण्डमा, झर्नै झर्दैन, झरेको खण्डमा भनेर खण्डमा भन्ने पनि राखेको थिएँ क्या होइन। 5 दिनको लागि चाहिँ बजारको झरो। ओहो, हेर्नु त 1970सम्म आएर फेरि बजार त 2000 मुनि आएन, माथि गएर 2260 कटेर बजार 2900 जति पुगेर फेरि 2584 मुनि एकपल्ट आएर यो आज भोलिको हामी 27-28मा बजार देखिरहेका छौँ होइन। त्यो 5 दिन आउँदा के गर्ने भनेर मलाई सामाजिक सञ्जालमा वा खास विशेष गरी एउटा यो क्लब हाउस भन्ने छ, त्यो क्लब हाउसमा मैले राखेको थिएँ। अब फोटो आयो भने मलाई चाहिँ गर्न मिलेन। मेरा फोटाहरूमा चाहिँ सामाजिक सञ्जालमा मसो दल्नु, त्यो फोटो म पोस्ट गर्छु, प्रोफाइल पिक्चर बनाएर राख्छु भने मैले, र मैले प्रोफाइल पिक्चर बनाएर राखेँ। 5 दिन पनि डाउन त आयो बजार, क्या आउन चाहिँ आयो होइन। त्यस्तो डाउन आयो नि बजार होइन। त्यो च्यालेन्ज दियो बजारले होइन। अब यी पार्टहरू चाहिँ छन्। अब मलाई जेनजी आन्दोलन, यो आन्दोलन हुन्छ भन्ने चाहिँ मैले पोहोर अनुमान गरेको थिएन। मैले बजार त बढ्ने ठाउँमा थियो र अहिले चाहिँ बजार बढ्ने छ कि के छ भने
आजभोलि चाहिँ घट्न सक्छ। तर बजार बढाउन चाहे भने सरकारले नीतिहरू नीतिहरू सही नीति बनायो भने बजार चाहिँ बढ्छ होइन। या हामी के नीति चाहिन्छ भन्यो भने इन्टरभ्यूमै भनेर त मिल्दैन। हेर्नुहोस् त्यसको लागि त हामीले 20 पेज लेखेको छ, त्यसका त्यो नीति सँगसँगै त्यसको असर पर्न सक्ने र त्यसलाई कस्तो कस्तो निर्देशिका दिनुपर्छ भने निर्देशिका पनि हामीले चाहिँ तयार पारेका छौँ होइन। अब त्यसले विन विन सिचुएसन लिन्छ, ब्रोकरलाई पनि फाइदा, सरकारको राजस्व पनि फाइदा, लगानीकर्तालाई पनि बेनिफिट। त्यो चाहिँ रियल फ्याक्टमा देख्न चाहिँ सकिन्छ। तथ्य परक हुन्छ क्या। अहिलेको त तथ्य परक छैन नि त, अहिलेको बजार तथ्य परक छैन। अब छैन भनौँ भने अब यहाँ छैन भनौँ भने पनि उनीहरूले मलाई गाली नै गर्छन्। हेर्नुहोस् फेरि किन गाली गर्छन् भने बजार हो नि त, जसले जे किन्छ जे किन्न पाउँछ नि त। खुल्ला अर्थतन्त्रमा त किन्न पायो होइन। अब यहाँ त नेपालमा त कर्निङको परिभाषा पनि उल्टो हुन्छ होइन। त्यही भाषा भारतमा त्यही भाषा लेख्यो भने त्यो मान्छे पक्राउ पर्न सक्छ। तर यहाँ चाहिँ मलाई मन पर्यो यो कम्पनी, जतिमा किनौँ त के फरक पर्यो होइन। गदे पि दिल लगी तो परि क्या चिजे भनौँ भने के भन्नु होइन। होइन मलाई मन पर्यो त्यस कारण मैले किनेँ, मलाई घाटा भए पनि वा नाफा भए पनि मलाई बेच्न मन पर्यो मैले बेचेँ भन्न त पाइहाल्छ। हेर्नुहोस् त्यस कारण स्टक मार्केट भनेको नदी कुलो जस्तै हो। कुलोलाई कताबाट खोलेर लाने त्यतैतिरै बग्न जान्छ क्या। बग्दै यताबाट लान्छु भनेर नदी बग्न सक्छ नि। सप्तकोशीलाई बाँधेर म चाहिँ पूर्वी झापातिर यसको सिँचाइ लान्छु भनेर भने मिल्छ। हेर्नुहोस् त्यहाँ बाँधेर म चाहिँ त्यो पानी लिएर सिरा सप्तरी हुँदै सिरातिर लान्छु भनेर भने त्यो खोला चाहिँ बाँधेर सिरा सप्तरीतिर लान चाहिँ मिल्छ। हेर्नुहोस् होइन। स्टक मार्केटका हाम्रा जति टर्मोलोजीहरू छ त्यसलाई परिभाषा दिने भए एउटै परिभाषाले कसैलाई रिस उठ्छ कसैलाई खुसी हुन्छ। त्यही एउटै दृष्टान्त कोही रिसाउँछन् कोही खुसी हुन्छन्। हेर्नुहोस् यो सेयर बजारमा सबलाई खुसी बनाउँदैन, यो घाटा खाँडले सनै पर्छ, सबैलाई नाफा हुँदैन। यो हामीले पढाउँदै भनेको छ होइन। ट्रेड गर्न आउनु भएको रहेछ भने हामी तपाईँलाई 40-50%लाई घाटा हुन्छ भन्ने मान्छे हामी हौँ। ओके ट्रेड गर्न आउने मान्छेलाई 40-50%लाई घाटा हुन्छ। ट्रेड गर्न आउने मान्छेलाई भने इन्भेस्ट गर्न आउने मान्छे त्यसै बेला हामीले 5%लाई घाटा हुन्छ भनेका चाहिँ छौँ इन्भेस्ट गर्न आउने मान्छेलाई पनि। अब इन्भेस्ट गर्न आएँ भन्ने अनि भयो जति पैसा चाहिँ ऋणै लिएर आउने त होइन नि त। कुरा आयो यहाँनिर ठ्याक्कै। सेयर किन्नुको मतलब चाहिँ सारा सर्वस्व लुटाएर आउनु पर्ने हो र? होइन नि त, त्यो भने त बर्बाद भएन। त्यो हुनै होइन। कागजको खेल हो भन्न मन लाग्यो मलाई, आरोप लाग्छ मलाई पनि। त्यो कागजकै खेल हो नि यो त। पैसा भयो जति पैसा अनि जस्तो पे त्यस्तो ब्याजमा ल्याउने होइन नि त। मैले त्यस्तो पनि मान्छे भेटेँ 36% ब्याजमा काडा लिएर आएको मान्छे भेटेँ रुकुममा। अनि 36% काडा लिएर आएर सेयर बजार खेल्ने ठाउँ हुनै होइन नि त होइन। आफूसँग कति इक्विटी छ भन्ने नै हो। आफूसँग 70-80% छ भने 20% ल्याउन सक्यो के। आफूसँग 80 लाख छ भने 20 लाख रुपियाँ ऋण लिन सक्यो। आफूसँग 20 लाख लिएर 80 लाख रुपियाँ ऋण लिन आउनु भएन। त्यस्तो हुने ठाउँ मार्जिन ट्रेड गर्ने ठाउँ चाहिँ छ। तर त्यसको लागि धेरै कुरा जानेको हुनुपर्छ। टेक्निकलका टर्म्स मात्रै भएर हुँदैन, त्यसका लुपहोल पनि थाहा पाउनु पर्यो। लुपहोल पनि छ नि त नेपालमा होइन। लुपहोल भित्र त छ। लुपहोल भित्र छ। त्यो लुपहोल पनि थाहा पाउनुपर्छ होइन। लुपहोल पनि थाहा पाउनुपर्छ। म चाहिँ स्टक मार्केटको नेगेटिभ पार्ट पढाउने मान्छे। हेर्नुहोस् होइन, कतिले मलाई गाली पनि गरे। नेगेटिभ पार्ट भन्दा नि के कुरा गलत छ हामी बच्नुपर्छ भन्ने कुरा चाहिँ सिकाउनुहुन्छ हजुर सायद। अब त्यो अरूले चलिरहेको अरूलाई त्यसमा पैसा कमाएको हुन्छ नि फेरि कसैले त यो गलत हुनसक्छ यसबाट बच्नुहोस् भन्नुहुन्छ हजुर। उसलाई त दामी हुनसक्छ भन्ने हो नि त। उसलाई त उसको लागि त राम्रो होइन, उसको लागि राम्रो होइन। मलाई आज के मन थियो भने तपाईँको ले दिएको यो पोडकास्ट पनि 20-50 हजार 1 लाख मान्छेले हेर्छन्। 1 लाख मान्छेले हेर्दा मलाई चाहिँ राम्रै देखुन्, यो कपाल सेतै छ नि त होइन, कालो लाएर आउन मन चाहिँ थियो। तर मैले यो उदाहरण पनि होस् भन्ने हिसाबले लिएर आएको। आज मैले पोस्ट पनि गरेको थिएँ होइन, आज बिहान पनि मैले पोस्ट गरेको थिएँ खास यो शेखर गोल्छा समाजको विषयमा। तपाईँले कालो कपाल लाएर यो कपाल सेतोलाई कालो लाएर गएर किन तपाईँ राम्रो देखिनु भयो भनेर समात्यो भने स्टक मार्केटमा त अलिअलि यो त कस्तो सटायर भयो नि है। अलिअलि हुन्छ नि होइन। लेडिज ब्युटी पार्लर गरेर अलि राम्रो देखिन्छ नि, थ्रेडिङ गर्छिन् होइन, विभिन्न प्रकारको कपाल कुर्लिङ बनाउँछन्, के गर्छन् ट्रिटमेन्ट गर्छन् होइन, उनको फेसभन्दा अलिक राम्रो देखिन्छन्। उनले आफूलाई देखियोस् भन्ने धारणाले देखाएको हो नि त। आफूलाई पनि सन्तुष्टि मिल्ने, अरूले हेर्दा पनि राम्रो देखिने भन्ने हो। सोसियल मिडियामा सेयर किन्न आउँछन् भने सोसियल मिडिया मात्रै हेर्छन् भने सोसियल मिडिया त कसै न कसैले चलाइदिएको हुनसक्छ। मिडियाको मान्छे पनि सेयर बजारमा कारोबार गरेको हुनसक्छ, त्यही मिडियाको मालिक पनि एउटा
र त्यसले जसले बनाइरहेको छ लेखिरहेको छ उसलाई पनि त्यो कम्पनीमा सेयर किनेको हुनसक्छ हेर्नुहोस्। त्यसकारण केही न केही चढाइ बढाइ हुनसक्छ, मिडियामा हुनसक्छ होइन। त मिडियामा हेरेर हुन्छ, क्लब हाउस हेरेर हुन्छ, युट्युबमा हुन्छ, यी कुराहरू चाहिँ हुनसक्छ हामीले बोल्दैछौँ।